आँखाको मुन्द्री बनाउने शल्यक्रिया जसलाई एजिन आइलिड सर्जरी या ब्लेफारोप्लास्टी पनि भनिन्छ। यो कसले गर्न मिल्छ त? यो प्रक्रिया कसरी गरिन्छ? यो सर्जरी पछि कति दिन रेस्ट चाहिन्छ र यो सर्जरी पछि कहिले मेकअप गर्ने र यसको साइड इफेक्ट्सहरू के हुन सक्छ त? नमस्ते, म डाक्टर राजन बप्तजिया, कन्सल्टेन्ट डर्माटोलोजिस्ट। म आज तपाईहरुलाई ब्लेफारोप्लास्टीको बारेमा केही जानकारी दिन गइरहेको छु। संसारभरि गरिने कस्मेटिक सर्जरीहरू मध्ये यो ब्लेफारोप्लास्टी सर्जरी टप 3 मा पर्छ। यो जेनरली सबै एज ग्रुपको मान्छेहरूले गर्न सक्नुहुन्छ। सर्जरी गर्ने प्रक्रिया सेम भए पनि यो दुई डिफ्रेन्ट प्रकारको मान्छेहरूले गर्नुहुन्छ। एउटा मङ्गोलियन आइलिड जस्तै राई लिम्बू समुदायका व्यक्तिहरू हुनुहुन्छ, अर्को चाहिँ हुडेड आइलिड भएको। मङ्गोलियन आइलिड भएको मान्छेहरू जसको प्राकृतिक रूपमा क्रिज नै हुँदैन, जसले आफ्नो आँखालाई ठुलो र राम्रो बनाउन टेपको प्रयोगले पनि कहिले कहिले मेकअप गर्नुहुन्छ, उहाँहरूलाई एउटा चाहियो। अर्को चाहिँ हुडेड आइलिड जसको उमेरको कारणले झुलिएको आँखा हुन्छ, उनीहरूलाई मिलाउनलाई पनि यो सर्जरी गर्ने गरिन्छ। यो प्रक्रिया कसरी गरिन्छ त? आधी घण्टादेखि 45 मिनटसम्म लागिने यो सर्जरी लोकल एनेस्थेसियामा गरिन्छ। यो पुरा बेहोस गर्नु पर्दैन। डाक्टर पेसेन्ट हामी आरामले कुरा गर्दै गर्दै यो सर्जरी सकाउँछौँ। यो सर्जरी गर्न मेजरमेन्ट एकदम जरुरी हुन्छ। मेजर गर्नलाई कहाँ उहाँको क्रिज बनाउँदा ठिक हुन्छ, कति छाला लत्रिएको छ त, प्रोपर मेजरमेन्ट गरेर कति काटे डिसाइड गरेपछि उठेर बसेर सबै मिलाएर चेक गर्न मात्रै यसलाई केही टाइम लिएर प्रोपरली गरेर मात्रै यो सर्जरी सुरु गरिन्छ। सर्जरी गरेको 1 हप्तापछि टाका काट्नुपर्ने हुन्छ। सर्जरी गरेको 2-3 दिन हल्का स्वेलिङ हुन्छ भने बिस्तारै त्यो स्वेलिङ घट्दै पनि जान्छ। सर्जरी गरेर टाका खोल्न साथ पेसेन्टहरूलाई मेकअप गर्न एकदम हतार हुन्छ। तर सर्जरी गरिसकेपछि टाका काटिसकेपछि पनि म मिनिमम 1 हप्ता मेकअप नगर्नलाई सल्लाह दिन्छु। सर्जरी पछि साइड इफेक्ट के हुन सक्ला त? सर्जरी पछि प्रोपर रेस्ट र प्रोपर केयर पाएमा मिनिमम स्वेलिङ बाहेक यसको साइड इफेक्ट खासै केही पनि हुँदैन। मैले यो सर्जरी गर्न लागेको अहिले 10 वर्ष नागिसकेको छ। यो अन्तरालमा मैले आफ्नो पुरानो पेसेन्टहरूलाई बीचबीचमा भेट्दाखेरि उहाँहरूको कन्फिडेन्स एकदम हाई भएको देख्दा हृदयदेखि नै एकदमै खुसी लाग्छ। यही खुसीको लागि नै मैले यो सर्जरी गर्न जारी राखेको छु।